गाइज यो कहानी हो तबको जब मैले पनि एक जमानामा गरिना मास्टर पुस हाने गर्थी। त्यतिखेर मेरो फ्रेन्ड लिस्टको सबै प्लेयरहरू अफलाइन भएर होला मैले 16 वर्ष जियो म्याच खेल्दैको हुन्थेँ बिहारमा। म गरिना मास्टरको प्लेयर भएर पनि आफ्नो र्याङ्कको लोभ नमानिकन म पिकको घर प्यारो घर आफ्नै घर नेपाली घरमा झर्दैको हुन्थेँ। त्यहाँ चाहिँ नेपालको दुईटा यस्तो खतरनाक प्लेयरहरू झरेको हुन्छ, एउटा केटा क्यारेक्टर र अर्को केटी। केटा क्यारेक्टरलाई त मैले भात भुटेको जसरी नै भुटेर पुरै नै खतमै गरिसकेको हुन्थेँ, तर त्यो केटी क्यारेक्टर मेरो भुटुवा गेम प्ले देखेर मसित आएर टिम अप गर्न थाल्छे। त्यसपछि मैले पनि त्यो केटीलाई टिम अप गरेर नेपाली घरमा रोजवाला इमोट देखाएर अन द स्पोट प्रपोज गरिदिएको थिएँ। त्यसपछि के हुनु यार, साला बङ्गालीले त्यो केटीलाई ताकेर जुम गरेर हेडसट हानेर सिधै पुऱ्याइदिन्छ माथि। त्यसपछि मलाई पनि रिस उठ्न थाल्छ र मैले त्यो बङ्गालीलाई खतरनाक तरिकाले हेडसट हानेर मारिदिएको हुन्थेँ यार। त्यसपछि त्यो केटा र केटी क्यारेक्टरले मेरो गेम प्ले यसरी हेर्न थाल्छन् कि मानौँ कि म नेपालको गाई टोन्डेको भाइ बाछा टोन्डे हुँ। र त्यसपछि मैले पनि आफ्नो टाइम वेस्टिङ नगरिकन ड्रम ड्यामेज लिन्छु र गेम ब्याक गर्छु। र त्यो केटीले मलाई फ्रेन्ड रिक्वेस्ट पठाएको हुन्छ यार। त्यो केटीको नाम हुन्छ धिन्छक पूजा र मैले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्छु र म धिन्छक पूजाको ग्रुपमा छिर्छु। धिन्छक पूजा त केही बोल्दैन, तर उसको केटा क्यारेक्टर उसको भाइ हुँदो रहेछ। उसको भाइले माइक अन गर्छ र मलाई भन्छ हलो 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 भिनाजु